मिनी ब्लगमा सबैजनालाई वेलकम छ है। यो अब दिउँसोको ब्रेक टाइममा चाहिँ यसो भोक लाग्यो है। भोकको टाइममा चाहिँ हामी यसो कोकोनट वाटर चाहिँ खान गइरहेछौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो सँगै मोडलिङ गर्ने मान्छे हुनुहुन्छ पछाडि। तपाईँलाई कतिको भोक लागेको छ हजुर? के लागेछ? भोक कतिको लागेको छ भने? हैन म चाहिँ एक भोक लागेको छैन? तपाईँ बसेर हेर्नु होला नि। हुन्छ। म खाँदै गर्छु, उहाँ चाहिँ बसेर हेर्छु नभए हेर है। हजुरले चिकन खानुपर्छ। नो म एकदम शुद्ध शाकाहारी भेज मान्छे हो। मासु खाने बसेर हेर्छु नत्र चाहिँ हेरिन। भेज खाएको के हेर्नु? हामी मासु खाने ठाउँमा गइरहेको होइन सुरुमा भेज त। खाएको हेर्दा म बाख्रा जस्तो ना। हामी त बाघ जस्तो राक्षस मान्छे होइन। बरु हामी बाख्रा नै बनिने हो, केही छैन त्यसमा। भेज खानेलाई कम्पेयर गर्नु र नन भेज हेर्नु कति फास्ट कति नन भेज खाने मान्छे यस्तो हुन्छ हेर्नु होइन। खालि मुख यति चलाउँछन् है। हात खुट्टा चल्दैन धेरै। उखा त धेरै चल्छ। अनि भेज खाने मान्छेको त के गर्नु हजुर, हमेसा सादा सिम्पल नै हुन्छन् है। बाँकी कमेन्टमा भन्नु होला। जनावरको खुन खान पल्केको मान्छे है। अब यो नमिठो भएर है कोकोनट वाटर। अब कति मिठो हुन्छ नि खसी। जनावरको खुन पिउने मान्छे अब यति राम्रो यो शुद्ध शाकाहारी होइन, एनर्जेटिक नरिवल खाएर अब कहाँ मिठो लागेन र है। मलाई त एकदम मिठो लागेको छ है।